घुम्नको लागि म्युजियम आएको छ। हेलो गरिदिन्छु, हेलो गरिदिन्छु जानु। कस्तो शीतल नि यता त है। म्युजियम आइपुग्यौँ। बल्ल एकदम शीतल रह्यो यतातिर, बरु बल्ल शीतल भएछ। हामी घुम्न म्युजियम आएको छौँ। यहाँ त शीतल रहेछ बल्ल। चल्दैछ कि या फेरि टिकटक के चल्दै रहेछ। सानो सानो बहिनीहरू चाहिँ पुरा कल्चरल ड्रेसमा। ल यहाँ चाहिँ एन्ट्री। हेलो सानो। ल माथि यस्तो ल हामी चाहिँ हेर्नको लागि जाँदैछौँ। यो चाहिँ राजा रानीको पालाको तान्दानी। ल यता छ घले जातिको कल्चरल ड्रेस। यता नेवार जातिको, अनि यता छेत्री, यहाँ तामाङको, यता गुरुङ, यता मगर। कस्तो त्यो ऊ देखेको कि बाहिरको झ्यालको सबै ऊ देखेको नि, भित्र टल्केको हो कि राम्रोसँग नै नभएको। अनि यता चेपाङको, यता फेरि सबै हेरेर पनि फर्किँदैछौँ। यताको त्यस्तो छ यति राम्रो। हेलो बेबी, हेलो हेलो। ल अब हामी तलतिर जाँदैछौँ। यतातिर हेरेर। सानो कस्तो लाग्दैछ सानोलाई? यतातिर अलि घाम भएको साइडमा चाहिँ अलिक गर्मी गर्मी, तर घाम नभएको साइडतिर कस्तो शीतल आनन्द कि। कस्तो राम्रो नि फुल। वाउ रोज। व्हाइट कलरको कस्तो मिठो बास्ना आएको यो, तर सुकिसकेछ घामले, पानी नभएको भएर। म्युजियमबाट देखिएको गोर्खा बजार। सानो गर्मी बढ्यो, गर्मी गोर्खामा गर्मी बढ्यो। कस्तो गर्मी। उयो त्यहाँ जाने कि तल त मान्छे। सानो हामी कता आएको? गर्मी भयो गर्मी। केटीहरू चाहिँ पिङ खेल्दैछ, सानो नानी बाबुहरू। पहिला जस्तो स्याटरडे हुने बित्तिकै कस्तो भिड हुन्थ्यो, आजभोलि त खासै नहुने नि। आऊ न बाबा, अहिले पछि खेल्ने के। दादा दिदीहरू खेल्दै भइसिन्छ नि त। अनि अब पुनथुङलाई चाहिँ पिङ खेल्न पर्ने भइहाल्यो फेरि। गर्मी। आओ बेटा आओ। अब हामी एकछिन रेस्ट गरौँ। हजुरले के खाइसक्यो? तपाईहरु चाहिँ केटीहरू पिङ खेल्दैछन्। सानो यता हेर्छु बुङ्गो भइसिन्छ। यता आइस्यो।
हजुरले के खाइसक्यो पत्ता खाइसक्यो हैन छमुछा भन्छौ नि सानो यता हेर्छु हजुरलाई रमाइलो भयो हजुरलाई हेर्छु मम्मालाई हेर्छु हजुरलाई रमाइलो भछ ओहो सानो चाहिँ यसरी पिङ खेलेर उलाई चाहिँ पुगेकै छैन अझै पिङ खेल्ने भन्दैछ सानो भयो अब त छोड्दिछु जाम हस् पिङ खेल्न ऊ मस्त छ सानो भयो लाइसी झरिसु बाबा घर नजाने यहीँ बस्ने हो सानो यहीँ बसिसिन्छ सानोमा यसरी नै कति धेरै सिलपिटी खेल्थ्यौँ बचपनको याद आयो सानो भयो कि अब घर जाम न बेबी अब जाम छोरो हेर्छु त यता हेर्छु मम्मालाई हेर्छु ल जाम आबी यो को मान्छे होला यछु घलै जान नमान्ने बेबी को मान्छे होला यछु को मान्छे होला घरै जान नमान्ने यस्तो मान्छे नि सानो चाहिँ घरै जान मानिरहेको छैन उसलाई चाहिँ एकदम रमाइलो लागिरहेछ पिङ खेल्नको लागि जाम बेबी अब घर जाने सानो यता हेर्छु आइस यता आइस बेबी खेलेर घर जान नमान्ने बच्चा कस्तो राम्रो फुल यो फुलको नाम के रहेछ कस्तो राम्रो व्हाइट फुलेको ल गुफाभित्र छिरेको जस्तो पो भयो यताबाट जाम है सानुलाई कस्तो लाग्यो रमाइलो लाग्यो पिङ खेल्दा पिङ रमाइलो लाग्यो सानुलाई खोइ त भनिदिसकेको उसको मुडै छैन अहिले बोल्ने मुड छैन मेरो सानुको देखेको नि यो फुल पुरै झरेको रहेछ घामले आँखा हेर्न पनि नभएको बेबी हजुर
ल हिँड्छु आइसु सानो बिस्तारै बेबी लडिन्छ है ला मम्मालाई टिपेर दिन्छु मम्मालाई दिन्छु कतै जान लागिसक्यो हजुर टाटा रे यता आइस्यो श्लोको सानो हेलो बाई 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 बेबी हेलो हामी रेस्ट गर्दैछौँ मलाई चाहिँ साह्रै थके लाग्यो शीतल हावा पनि चल्दैछ तर छोरो चाहिँ उता दौडेको नि बेबी को होला हजुरको नाम के हो भन्दिछु मम्मालाई उसलाई चाहिँ कति रमाइलो लागिरहेछ किनभने यहाँ ठुलो ग्राउन्ड पनि छ उसलाई खेल्नलाई एकदम रमाइलो लागिरहेछ बेबी सानो यता आइस्यु न अब हामी चाहिँ घर फर्किँदैछौँ घुमेर सानो म्युजियम घुमघाम सकेर घर फर्किँदैछौँ बाटो कस्तो स्लिपरी रहेछ नि अहिले त पुरै पानीले घर फर्केको गोर्खा बस घुमेर पनि घर आइपुगिसकेँ ओके थ्याङ्क यू फर वाचिङ बाई बाई प्लिज सब्सक्राइब माई च्यानल